नमस्ते। जापानी भाषा सिक्ने कुरा आउँदा धेरैजना एउटै कुरामा अल्मलिनुहुन्छ। त्यो हो जापानी नम्बरहरू। के यो साँच्चै गाह्रो छ कि हामीले सोचेभन्दा धेरै सजिलो? ल, आज हामी यही कुरालाई एकदमै सरल तरिकाले स्टेप बाई स्टेप बुझ्ने कोसिस गर्नेछौँ। हो, प्रश्न यही हो। जापानी नम्बरहरू सिक्नु भनेको एउटा पहाड चढे जस्तै हो कि यो एकदमै लजिकल र सजिलो छ? आउनुहोस् यसको गहिराईमा पुगेर हेरौँ। मलाई विश्वास छ यो यात्राको अन्त्यसम्ममा सबै कुरा छर्लङ्ग हुनेछ। ल, अब सुरु गरौँ है त। कुनै पनि ठुलो कुरा सिक्नु अघि त्यसको जग बलियो बनाउनु पर्छ, होइन र? जापानी नम्बरको जग भनेको बस 1 देखि 10 सम्मको गन्ती हो। एकचोटि यति जानेपछि त मानौ पुरै सिस्टमको चाबी नै हात लाग्यो। ल हेर्नुहोस् स्क्रिनमा, यही हो हाम्रो सुरुवात 1 देखि 10 सम्म। सुरुमा याद गर्नुपर्ने भनेकै यति हो: इची, नि, सान, शी वा योन, गो, रोकु, शिची वा नाना, हाची, क्यू र जू। सुन्दा धेरै लाग्ला, तर विश्वास गर्नुहोस्, यही 10वटा शब्दले नै जापानी गन्तीको पुरै संसार खोलिदिन्छ। अब यहाँ एउटा सानो तर महत्त्वपूर्ण कुरामा ध्यान दियौँ है। नम्बर 4 र 7लाई हेर्नुहोस् त। यिनीहरूको दुईवटा उच्चारण छ। 4लाई सी पनि भनिन्छ, योन पनि। त्यस्तै 7लाई सिची र नाना दुवै भनिन्छ। सुरुमा अलि कन्फ्युज हुन सक्छ, त्यसैले यो कुरालाई अहिले नै दिमागमा राख्नुभयो भने पछि सजिलो हुन्छ। ल, 1 देखि 10 सम्म त भयो। अब सुरु हुन्छ असली मजा, किनकि 11 देखि 99 सम्मका नम्बरहरू रड्नै पर्दैन। हो, तपाईँले ठिक सुन्नुभयो। यिनीहरूलाई एउटा एकदमै सरल लजिकल सिस्टम प्रयोग गरेर बनाउने हो। त्यसो भए दिमागमा पहिलो प्रश्न के आउँछ? 11लाई के भन्ने होला त? के यसको लागि फेरि अर्को नयाँ शब्द याद गर्नुपर्छ? पर्दैन। र यसको जवाफले तपाईँलाई अचम्मित पार्न सक्छ। यही त हो जापानी नम्बर सिस्टमको सबैभन्दा राम्रो पक्ष। 11 भन्नको लागि तपाईँले सिधै 10 यानि जू र 1 यानि इचीलाई जोडिदिनुहोस्। के भन्यो त? जू इची। कति सजिलो! मतलब 10-1। ओके, 11 त भयो। अब 20 को पालो। के होला त? सोच्नुहोस् त। यहाँ पनि त्यस्तै लजिक छ, तर अलिकति फरक। यहाँ जोड्ने होइन, गुणा गर्ने। 20 भनेको के हो? 2वटा 10, होइन त? हो, त्यही हो। 2 को लागि नि र 10 को लागि जो, सँगै भन्दा निजु। मतलब 2-10। ल, अब हामीले सिकेको दुईटै कुरालाई मिलाएर हेरौँ। जस्तै 21 भन्नु पर्यो भने के गर्ने? सजिलो छ। पहिले 20 बनाउनुहोस्, नि जू। अब त्यसमा 1 थपिदिनुहोस्, इची। सबैलाई सँगै राख्दा के भयो? नि जू इची। 2, 10, 1। हेर्नुहोस् त, कति लजिकल छ। अनि यो सिस्टम 99मा गएर रोकिँदैन नि। यही सरल नियम प्रयोग गरेर हामी सजिलैसँग 100, 1000 र त्योभन्दा पनि माथि पुग्न सक्छौँ। ल, अब ठूला नम्बरहरूतर्फ लागौँ। अब 100 र 1000 को लागि हामीलाई केही नयाँ बिल्डिङ ब्लक शब्दहरू चाहिन्छन्। जस्तै 100लाई ह्याकु, 1000लाई सेन र 10,000लाई मान भनिन्छ। यिनीहरूले पनि ठ्याक्कै जुले जस्तै काम गर्छन्, ठूला नम्बरहरू बनाउन मद्दत गर्छन्। ल, सिस्टम त बुझियो, तर सिकेको कुरालाई दिमागमा बसाउन त अभ्यास त गर्नै पर्यो, होइन? त्यसो भए अब केही प्र्याक्टिकल टिप्स हेरौँ, जसले यो ज्ञानलाई अझै पक्का बनाउँछ। केही सजिला तर एकदमै प्रभावकारी तरिकाहरू छन्। जस्तै फ्ल्यास कार्ड्स बनाएर अभ्यास गर्न सकिन्छ। हरेक दिन धेरै होइन, बस 10 मिनेट निकालेर दोहोऱ्याउनुहोस्। त्यसले धेरै फरक पार्छ। अझ रमाइलो तरिका चाहियो भने जापानी गीत वा पडकास्ट सुन्नुहोस् र त्यहाँ आएका नम्बरहरू चिन्न कोसिस गर्नुहोस्। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कुरालाई सधैँ याद राख्नुहोला। जापानी नम्बरहरू भनेको रट्ने विषय नै होइन। यो त एउटा सिस्टम हो जसलाई बुझ्ने हो। एकचोटि तपाईँले यसको लजिक समात्नुभयो भने जतिसुकै ठुलो नम्बर पनि आफै बनाउन सक्नुहुन्छ। त्यसो भए फेरि हाम्रो सुरुको प्रश्नमा जाउँ। जापानी नम्बरहरू सिक्न गाह्रो छ त? मलाई त लाग्दैन। यो त एकदमै लजिकल छ। अब भन्नुहोस्, के 1 देखि 10,000 सम्म गन्न तयार हुनुहुन्छ? मलाई लाग्छ यो सिस्टम बुझेपछि पक्कै पनि तयार हुनुहुन्छ।